हामी बिहान बिहान यसो करेसा बारीमा हो यो कोबीको काउलीको बिउहरू रोप्दै अनि मेरो यो गौरव चौधरी पनि आइसकेको छ। यी हेर्नु यसरी करेसा बारी लगाउँदै छौं हामी। यो नयाँ बिउहरू बारीमा रोप्दै यो रायोको साग हो है। यो रायोको साग हो। यो कति दिनमा हुन्छ? कुनै आइडिया छ भन्नु त? हेलो, यो कति दिनमा हुन्छ? ए बाबु त्यसो गर्नु हुँदैन। ओ हेलो, ल यो मैडमलाई सोध्छु म। ओइ बाबा रे बाबा, एकैछिन। यो के तपाईँ के गरिराख्नु भएको? कौली त उ गर्ने हो, के रोप्नलाई उ गरेको? के भयो हौ? के भयो मेरो बाबुलाई? यी हेर्नु न कति मजाको भ्यू छ के यो बिहानै बिहानै। यसो करेसा बारीमा मजा आइरहेछ तपाईहरुले हेर्दाखेरि। यो अहिले घाँस उकेल्दै हुनुहुन्छ। यो कोबीको यी बेरमा लगाएको हो बिउ। अब हेर्नु कति दिनमा यो हुने हो। भएपछि म तपाईहरुलाई यो दिनदिनै यो बढ्दै गयो भने म तपाईहरुलाई दिनदिनै म देखाउँछु। अनि यो पाक्ने बेला त्यो के फल्ने बेलासम्मलाई म देखाउँछु। अब अहिलेलाई त यो करेसा बारीमा उहाँहरु सायद इन्टरभ्यु दिने मुडमा हुनुहुन्न जस्तो देखिन्छ है। यो तर एउटा कुरा मलाई के मन पर्यो भने यो हेर्नु न सानो यो कोदालो। यी हेर्नु कति मजाको कोदालो। खोइ हेराउनु त तपाईको यो कोदालो। यी हेर्नु ए हे दामी छ हो। यी हेर्नु त करेसा बारीलाई त दामी छ। म यसैबाट यी हेर्नु कति मजाको छ। ल यसरी उकेल्दै ल आजलाई यति हो। च्यानल मन परे लाइक सब्स्क्राइब र शेयर गर्नु होला। यो मेरो पहिलो ब्लग रहेछ। ओ कता जाने? ल जाऊ बाहिर जाऊ हामी। हजुर के भयो? के भयो मेरो गोलुलाई? के भयो मेरो गोलुलाई? एलिबा लु मेरो बाबु पनि घाँस उकेल्दैछ। लु नगर त्यस्तो। लु जाऊ बाहिर जाऊ।